आज जुलाई 7th 2026 को दिनमा यो मेरो छोरीको ट्रेलर हाउसमा एक हप्ताको लागि भेकेसनमा जाँदैछ। अहिले मेरो छोरी घर अगाडि हो। अब निस्किनु लागि रेडी भइरहेछ। गाउँको चाहिँ हरियो नेब्रास्का पुग्ने बेलाबाट हाम्रो यात्रामा छ दरखेर पानी आयो। धेरै विन्ड मिलहरू रहेछन् यहाँ जौहरू गहुँहरू पाकेका छन् हार्भेस्ट गर्नु। ल साइला सन्ध्या ल है यहाँ चाहिँ हाई पोइन्ट यहाँ शीतल छ नि। हामी न्यू मेक्सिकोमा गर्मी हुनेहरूलाई त यहाँनिर चाहिँ हाई पोइन्ट भन्ने हाई पोइन्ट किम्बल भन्ने के अरे यो आरबी पार्किङ राम्रो रहेछ ठाउँ चाहिँ नि त्यहाँ खुल्ला। अनि फेरि चाहिँ सबभन्दा मनपर्ने मलाई बाथरुम हो कि सफा कस्तो राम्रो। ल सन्ध्या साइला स्मुथी फ्रुटहरू खाँदै होइन बेलुकाको लाइट डिनर हो त नि राम्रो हो नि त। अनि यहाँ पार्किङ पनि राम्रो ठाउँ पाइयो। नेब्रास्कामा पनि धेरै जस्तो जमिन खेतीयुक्त रहेछन्। अनि कोही कोही ठाउँमा चाहिँ अब डाँडा काँडा पनि रहेछ। यहाँ एकदमै एग्रिकल्चरल ल्यान्ड रहेछ खेती गर्ने। पानी पनि गुड बाई किम्बल हाई पोइन्ट। अब यहाँबाट एयरपोर्टमा आइनालाई लिन जानु छ। ल कफी खानेहरूलाई अलि वायमिङले हामीलाई वायमिङ स्टेटले वेलकम गरेको हो। असिना परेर असिना पर्न थाल्यो यहीँ अड्क्यो वायमिङ। हाम्रो आरबी पार्कमा जान नि पाएन भयो। आज चाहिँ हामी माउन्ट रसमोरबाट फर्केर आएको। हुन त त्यहाँ रसमोर हेर्न जाँदा पनि परेको पर्न पानी यति साल त परेको थिएन। एकछिन घाम लाग्यो। फेरि अहिले फर्किने बेलामा त अब वायमिङतिर जाउँ भनेर हिँडेको त ल पानीको धरको तलबाट खिच्दा माथिबाट खिच्दा। अब तपाईँको माइजू त्यो क्यामेराले यस्तो यो माथि That's it. Oh yeah. So then you'll just call Grandpa. I wish I could see more of that. बिस्तार से बढ्दै गयो। अनि पश्चात बिस्तार तिमीहरू आयो है ठुलो आजकल त यिनीहरूले भिडियो खिच्ने भएर मलाई फोटो खिच्छ म त ल ल तिमीहरू कहाँ आएको हो? ओके ल अब सबैजना जाने हो नि त। चारको प्रेसिडेन्टको टाउको रहेछ माइजो। ए हो र? त्यो चाहिँ एकदम त्यो टेक्निकल नलाग्यो। त्यो गरेपछि डाक्टरलाई चाहिँ के थाहा? ओहो रकी माउन्टेन। अनि पहिले यहाँ यो पान्नमा एक पान्नामा यो वाइन्डी रहेछ।
कुर्रुङ भएको बाटो है मान्छे ल हेर माउन्ट रसमलको बजार हेर त कति मान्छे छ ल हेर माय गॉड way to Mount Rushmore. It's pretty windy. माइनर टनल यिनीहरूको बिबिसी पनि हुन्थ्यो कि Pretty windy road. सबै गइसक्यो न सबै चिकन पुरा घर ल अब है मेरो अब काइली भन्यो मैले त है तर जो काइला बुढी भएको हुनाले यहाँनिर चाहिँ यहाँ त्यो नर्थ डकोटामा हामीसँग भेटघाट भयो एकदम खुसी लाग्यो फ्लाइटमा आएको है एकदम खुसीलाई धेरै पछि भेटघाट भयो है त पोखरा काइला र साइला होइन साइला र काइला साउथ डकोटाको अहिले एउटा पार्किङमा हाम्रो आरबीलाई पार्क गरेको हो यसमा लन्च बनाउने खाने अनि त्यसपछि ट्रस्टमोरमा हामी घुम्न जाने हो त्यहाँ भिडियो क्यामेरा